हेलो नमस्ते एन्ड वेलकम टु केके ब्लग्स। साथीहरू आज चाहिँ हाम्रो राफ्टिङ टोलीहरू त्रिशुलीमा राफ्टिङ गर्नको लागि अगाडि बढिसकेको छ। साथीहरू एकदमै रमाइलो छ। यस्तो रमाइलो छ साथीहरू, यस्तो रमाइलो छ, बब्बाल रमाइलो छ। चिल तारामा यसरी हाम्रो टोलीहरू अगाडि बढिरहेको छ। साथीहरू ल तपाईहरु पनि राफ्टिङ जाने राफ्टिङ गर्ने रहर छ भने हामीलाई सम्झनु होला, केके ब्लगलाई सम्झनु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्स्क्राइब पनि गर्नु होला। एकदम बबाल चिल रमाइलो छ हाम्रो राफ्टिङ। पछि चाहिँ हामी फेरि तालमा राफ्टिङ गर्दैछौँ। एकदमै रमाइलो बबाल रमाइलो छ। चिसो पानी चारैतिर रमाइलो देखिने वातावरण चाहिँ हाम्रो टोलीले यसरी राफ्टिङ गर्दै रमाइलोको साथ अब यहाँ हामी फेरि तालमा चाहिँ यात्रा सरर रमाइलो गर्दै यसरी चाहिँ कोही हाम्रो टोलीहरू पुगिसकेछन् भने यहाँनिर चाहिँ हाम्रो टोलीहरू फेरि आफ्नो कल्चरको डान्स देखाउँदैछन् भने आज फेरि यहाँ चिल पारामा क्याम्प फायर गर्ने भनेर यहाँ हाम्रो टोलीहरू फेरि क्याम्प फायर गर्नेतिर लागे। यस्तो रमाइलो छ। रात पनि परेको अवस्था छ भने समुद्रको किनारमा बसेर रमाइलो गर्दाको अलग्गै रमाइलो हुन्छ क्या, छुट्टै रमाइलो हुन्छ क्या। यसरी चाहिँ धेरैजना जम्मा भएर समुद्रको किनारमा रमाइलो हेर्दै चिसो हावामा चारैतिर हेर्दै यसरी बोटिङ गर्दाखेरि मजा चाहिँ छुट्टै हुन्छ। चिल पारामा छ क्या, चिल पारामा। अब हाम्रो बसाइ चाहिँ यहाँनिर हुनेछ एकदम रमाइलो छ चारैतिर नयाँ नयाँ साथी बबाल रमाइलो छ क्या साथी, बबाल रमाइलो। तपाईँहरू पनि चिल पारामा बबाल रमाइलो गर्ने होइन त? कमेन्ट गरौँ अनि सबै टोलीहरू यसै गरेर जाउँ है त। भने अब हाम्रो यात्राहरू यसरी अगाडि बढ्दैछ। रमाइलो क्रम जारी नै छ। बबाल रमाइलो छ। टोलीहरू उस्तै रमाइलो छ है। ओहो लास्ट रमाइलो छ साथीहरू, लास्टै रमाइलो छ। तपाईँहरू पनि यस टोलीमा जोइन गर्ने इच्छा छ, इन्जोय गर्ने इच्छा छ भने कमेन्ट गरौँ है त।